इन्जर्ड एनिमलहरूलाई चाहिँ हामीले रेस्क्यु गर्नलाई चाहिँ फन्ड उठाइरहेको हो। इसमें बाइक is closed, so we gotta cancel the plan. यसको राइडमा जाने बानी पऱ्यो भने चाहिँ लास्ट बानी बिग्रिन्छ एउटा घुमिराख्नु मन लाग्छ। अब बाइकको फेरि फ्युज गयो। अहिलेसम्म 4 हो कि 4 चोटि गइसक्यो अहिले बाइकको फ्युज। यहाँ गाउँको बाटो गाउँ रे, यो गाउँको बाटो हुँदैछ हामीहरू अब यहाँ। So hello and welcome back to my vlog. This is next day and new day. It's your boy Chatang on the mic. अहिले चाहिँ हामी अब त्यहाँ होटलबाट चेकआउट गरेर अहिले कति बज्यो चाहिँ 7, 7:30, 8 त्यस्तै बज्यो होला। हामी हिजो त्यो बेलुका खाना खाएको ठाउँमा ब्रेकफास्ट गर्न जानु लागेको। ब्रेकफास्ट गरेर हामी चाहिँ अब एउटा मन्दिर जाने कुरा भइरहेको छ। कुन मन्दिर हो चाहिँ मलाई खासै थाहा छैन, के त्यो नामै बिर्सेँ मैले। अब यहाँ एकछिन हामी ब्रेकफास्ट गर्छौँ, त्यसपछि हामी लाग्छौँ। हिजो जो धेरै थाकेर नि होला, निन्द्रा चाहिँ मिठै लागेको थियो, तर हामी 6 बजी उठेको थियौँ। आजको हाम्रो रुट भनेको चाहिँ अब यहाँबाट त्यो मन्दिर हुँदै यहाँबाट सिधै पोखरा गयो भने चाहिँ त्यस्तै 70-80 किलोमिटर जस्तो छ। तर हामी त्यहाँ मन्दिर गएर जाँदा चाहिँ त्यस्तो 150 या 160 त्यस्तै किलोमिटर जति पर्न आउँछ हामीलाई। अब हामी यस्तो छ यहाँ पाल्पा चाहिँ। अब चाहिँ हामी यहाँ रामपुरबाट चाहिँ अब हामी आफ्नो राइडको लागि निस्कन लागेछौँ। ब्रेकफास्टहरू सबै गर्छौँ। यहाँको यो होटल सपनाको फुडहरू चाहिँ एकदम राम्रो रहेछ। हिजो खाना पनि यहीँ खाएको थियौँ हामीले। सो यता आउनुहुन्छ भने चाहिँ टु भिजिट। कफी पनि एकदम बबाल छ, खाना पनि एकदम। यहाँको खाना मिठो चाहिँ छैन। यसले चाहिँ स्क्रिन टाइम धेरै लिन सक्दैन रहेछ। यो मसँग हिँड्यो के काम, कन्टेन्ट क्रिएटरसँग हिँडेर स्क्रिन टाइम लिन सक्दैन। सो अब हामी यहाँबाट राइडको लागि निस्किन्छौँ। All guys are ready to go. Thank you. So हामी फाइनली चाहिँ अब यहाँ पाल्पाबाट हामी निस्किसकेका छौँ धेरै टाइम पछि। थ्याङ्क यू द बुलेट हाउस पाल्पाकोलाई फर द वार्म वेलकम होइन। सो हिजोदेखि 4 ठाउँमा वेलकम भइसक्यो हामी। इट्स प्रिटी नाइस, राइड इज गोइङ वेल होइन। सामान पाइरहेको हो कि क्या हो टाइपको होइन। अब यहाँ हामी पाल्पादेखि यता अगाडि आइसक्यौँ। अब यहाँ पेट्रोल हाल्नुपर्ने हुन्छ। हिजोबाट पेट्रोल हालेको छैन। पछि माइलेज चाहिँ बवाल दिइरहेको, तर बाइकले खोइ हिजोबाट हामी 250 जति किलोमिटर कति पुऱ्यायो थाहा छैन, तर पेट्रोल चाहिँ नाइस, माइलेज चाहिँ नाइस दिइरहेको। तर त्यो यहाँ चाहिँ सायद गेमहरू खेल्छौँ होला, त्यो सोलो रेसिङ हो कि टाइपको के हुन्छ नि। अब त्यस्तो गेमहरू खेल्छौँ होला। गाइजहरू चाहिँ पहिला आएर सेटअपहरू गरेर आएको थिएँ। यहाँ रहेछौँ केटाहरू खोलाको छेउमा। अब यहाँ चाहिँ सानो गेमहरू खेल्छौँ होला सायद हामी। हाम्रो हाउस हेलमेटको तर्फबाट अलिअलि गिफ्ट ह्याम्परहरू छ, त्यो बाँड्नुपर्ने हुन्छ। हाम्रो चाहिँ यहाँ अब सोलो रेस हुन लागेको छ। अगाडिको राउन्ड पनि भइसक्यो। राउन्डमा चाहिँ एकजना भाइले जित्यो। यो अर्को राउन्ड हुन लागेको छ। ल लेट्स चाहिँ के हुन्छ, कहिले जित्छ है त। त्यो भाइ सुरुमै आउट भयो।
अर्को विनर हेर्दा दुईजना गौर कम्पिटिसन हुन्छ है त अब यहाँ दुईजना विनरहरूको हाम्रो चाहिँ अघिको दुईवटा विनर दुईवटा रेसको विनरहरू त्यहाँ चाहिँ फाइनल हुन लागेको छ अब यहाँबाट अब अलिअलि गेम सेम खेलेर हाउस अफ भ्यालमेन्टको तर्फबाट अलिअलि गिफ्ट विनरहरूलाई गिफ्टहरू दिए त अनि यो राइडमा जोइन गर्नेहरू सबैलाई हामीहरू गिफ्टहरू बाँडेर चाहिँ अब हामी यहाँबाट तानसेन भन्ने ठाउँमा चाहिँ जानु लागिसकेको छौँ। त्यो तानसेनमा चाहिँ अब एउटा मन्दिर छ अरे हो त्यो मन्दिरमा चाहिँ हामीहरू एकछिन बसेर अनि तानसेन तल खाना खाएर अनि त्यहाँबाट चाहिँ हामी पोखरातिर लाग्छौँ। सो अहिलेसम्म राइड एक्सपिरियन्स चाहिँ एकदम बवाल भइरहेको है ग्रुप राइडको फर्स्ट एक्सपिरियन्स यस्तो अब अननोन राइडरहरूसँग ग्रुप राइड आएको भाइहरू एक दुईजनालाई चाहिँ चिनिरहेको हुन्थ्यो अलिअलि काम पनि गराएको थियौँ हामीले पहिला तर अरू टोटल्ली अब यहाँ अब पाल्पाबाट नि दुईवटा बाइकहरूमा चारजना जोइन भएको छ। सो विनर चाहिँ हाम्रो पाल्पाको दुईजना केटाहरू भएको छ एउटै बाइकमा चढाएको थियो उनीहरू फर्स्ट र सेकेन्ड नै उनीहरू भइदियो अनि ओभरअल एक्सपिरियन्स भन्दा चाहिँ एकदम बवाल भइरहेछ अब आनन्दले गइरहेछ न केही अब कुदाउनु पर्ने कसैलाई कुद्नु पर्ने भनेर त्यही हो। अल थ्याङ्क्स टु हाउस अफ भ्यालमेन्ट फर दिस राइड स्पोन्सरिङ दिस राइड अब यहाँबाट उठेको चाहिँ अब तपाईँहरूले पहिलाको भ्लग हेर्नु भएको छैन भने चाहिँ यो राइडको मेन मोटिभ चाहिँ अब हाम्रो स्ट्रिट डग एनिमल अब इन्जर्ड एनिमलहरूलाई चाहिँ हामीले रेस्क्यु गर्नलाई चाहिँ फन्ड उठाइरहेको हो। सो थ्रु द हेल्प अफ क्याट सेन्टर अनि यो राइडमा हाम्रो पार्टिसिपेट भएको चाहिँ अब यहाँ हामी चाहिँ एज अ स्पोन्सर सपोर्टिभ पार्टनर भनौँ हाउस अफ भ्यालमेन्टलाई रिप्रेजेन्ट गरेर आएको हो। अनि अरू भनेको काठमाडौँ इन्फिल्डर्स केडी वर्कसप अनि यता पोखरा अनि के अरे हाम्रो झापाको केटाहरू छ। तपाईँहरूलाई अब हाउस अफ भ्यालमेन्टको बारेमा थाहा छैन भने चाहिँ एकचोटि हाम्रो इन्स्टाग्राम पेजहरू टिकटक पेजहरू सर्च गरिदिनु होला फलो गरिदिनु होला किनभने हामी चाहिँ विकली गिभअवे गरेर आएको हुन्छौँ। हामी चाहिँ टोटल्ली सर्टिफाइड प्रोडक्टहरू मात्रै बेच्छौँ नो फेक सिट हो। सो एकचोटि चेकआउट गरिदिनु होला सर्टिफाइड अब हामी चाहिँ सेफ्टीलाई चाहिँ अगाडि बढाउनलाई यस्तो गरेर आएको हामी अब मान्छेहरूलाई अब यो सेफ्टी रिलेटेड सर्टिफिकेसन रिलेटेड हेलमेट रिलेटेड केही यस्तो इन्फर्मेसनहरू थाहा हुँदैन नि त अब सर्टिफिकेसन भनेको के हो त्यो भनेर चाहिँ हामी युट्युबमा नि अब इन्फर्मेटिभ भिडियोहरू बनाउँछौँ युट्युब पनि चेक गर्न सक्नुहुन्छ। खोलाको छेउमा बाइक कुदाएर राम्रो कवि सिरियस भाइ पाउँछ त अनि प्रीतिको ठाउँमा चाहिँ पछाडि सम्भव बसिरहेको छ। अब प्रीति अफकोर्स आई गाट नो प्रीति इन माई ब्याक सिट इन माई लाइफ भन्दा नि हुन्छ त्यो कोही प्रीति हुनुहुन्छ भने चाहिँ त्यो प्रीति बोयलाई चाहिँ फलो हान्नु होला। चट्याङ छ नाम इन्स्टाग्राममा पनि चट्याङ छ है त म त डेली अपडेट्सहरू चाहिँ इन्स्टाग्राममा दिइरहेको हुन्छु। अब मेरो बारेमा अरू केही थाहा पाउनु मन चाहन्छ टु फलो माई इन्स्टाग्राम चट्याङ आई क्यान बी यो चट्याङ तिम्रो लाइफमा केही भएको छ म चट्याङ पार्न सक्छु। यस्तो राइडमा जाने बानी पऱ्यो भने चाहिँ लास्ट बानी बिग्रिन्छ एउटा घुमिराख्नु मन लाग्छ। अब कहिले के न्यु पाउँछ अब घुम्नु जाऊँ भन्ने हुन्छ क्या त्यो त गाह्रो हुन्छ त्यस्तो घुमिराख्ने बानी पऱ्यो भने चाहिँ। अब आज पोखरा जानु लागेको छ नि यो वर्षको मेरो यो पोखरा चाहिँ 4th हो कि 5th टाइम हो क्या आफू आइज अब फेरि म 1-1.5 महिनापछि फेरि रोक्नु जान्छ त्यति बेला फेरि 4th हुन्छ कि 5th हो कि 6th हुन्छ होला सायद। तानसेन गाउँ चाहिँ त्यहाँको हो त्यहाँ जानुपर्ने हामी चाहिँ अब धेरै छैन होला यस्तै 12 किलोमिटर जति बाँकी होला। त्यहाँ गएर हामी एकछिन मन्दिर छिरेर मन्दिर सन्दिर छिरेर अनि खानासाना खाएर फेरि यहीबाट फर्किनुपर्छ तल
26 किलोमिटर फेरि फर्केर अनि त्यहाँबाट पोखरा 26 किलोमिटर फर्केर त्यो जक्सन लिएर त्यहाँबाट पोखरा चाहिँ फेरि 93 हो 40 किलोमिटर रहेछ। यो आज पनि त्यही 200-250 किलोमिटर जति राइड हुन्छ होला सायद, त्यो 200 जति हुन्छ होला राइड किलोमिटर। हिजो पनि त्यस्तै राइड गरेको थियो हामीले सायद। यो चाहिँ तानसेन गाउँ रहेछ। तानसेन गाउँमा सुबिन सहायक छट्याङ ब्लकलाई स्वागत छ। यही होला सायद हामीले यहाँनिर आउने भनेको ठाउँ चाहिँ यही हो। अब यहाँ एकछिन घुमेर हामी अब खानासाना खान्छौँ होला। हामी चाहिँ यहाँ गाउँको बाटो यो गाउँको बाटो हुँदै चाहिँ हामीहरू अब यहाँ माथि मन्दिरतिर लागिरहेको छौँ। केटाहरू बाइक पड्काइ छ। एउटा भाइको चाहिँ खै अस्ति भर्खर इन्जिन बनाएको भन्दै थियो, इन्जिनबाट के अरे शरीरबाट पुरै धुवा आइरहेको, फेरि इन्जिन गयो छोडेको भाइको चाहिँ तनाव मान्छे भाइको। अस्ति भर्खर इन्जिन बनाएको फेरि इन्जिन गयो भने त ल्याङ हुन्छ नि त। त्यही भएर त्यो अब यहाँ भैरवको मन्दिरमा आएको छ। एकछिन यहाँ ढोकछोप गरेर अनि थोरै तल चाहिँ हामी खाना खान्छौँ। यसको चाहिँ ब्याग दुखेर हैरान भयो भन्दैछ। सो धार्मिक स्थलमा ढोकछोप भेट पनि त गर्नु पर्यो नि त। यहाँ ढोकछोप गरेर अब एकैछिनमा चाहिँ तल जानु। अझै 150 किलोमिटर राइड गर्ने बाँकी छ, त्यही भएर गाह्रो छ। अब यहाँबाटको म भ्यू देखाउँछु कस्तो देख्छु भनेर। एन्ड डु फलो हाउस अफ हेलमेट on Instagram, TikTok and YouTube. यस्तो भिड छ यहाँ चाहिँ। यहाँ छतमा गएर हेलो छतबाट एक दर्शन हान्नुपर्ने हुन्छ। भात खानुपर्ने हुन्छ, 2 बजी खानै खाएको छैन क्या। अब त्यस्तै हो, राइड आएको बेला खानासानाको बर्बाद हुँदैन। बर्बाद त उनले मेरो पनि गरिने, तर के गर्छ। प्यार थी इसलिए जाने दिया, जिद होती तो बाहों में होती भने जस्तो भन्नु पऱ्यो नि त। हामी चाहिँ खानासाना खाएर टन्न 3 थाल भात खाएर बसिरहेको। राम महल भन्ने ठाउँ जानुपर्छ। पुरै अल्छी लाग्छ खाना खाएर चाहिँ। कसरी जाने थाहा छैन। यहाँबाट 1 घन्टा जाने, 1 घन्टा आउने, त्यहाँ हल्लिने आधा घन्टा। त्यो गर्दा पोखरा जाँदा 5-6 बज्छ होला यहाँबाट निस्किने बेला चाहिँ। गाँड गुलेती हुन्छ। अब यो बाइक चाहिँ यहाँ बिग्रिएको छ। यहाँ भाइको बाइक चाहिँ खोइ के प्लग खाएको खाइछ। हामी चाहिँ यहाँबाट टक्क रानी महल जानु लागेको थियौँ, तर बिचमै बाइक यस्तो भयो। सो वी गाट क्यान्सल द प्लान। अघिदेखि प्लग खाएको खाइछ यो बाइक चाहिँ। अद्धा चाहिँ तल पुगिसकेको थियो, तर फर्किँदा गोप्रोको पनि चार्ज सकिसक्यो। अब गोप्रोबाट चाहिँ आउँदैन होला सायद। एकछिन चाहिँ चार्ज गरे चाहिँ आउला, नत्र त गाह्रै पर्ला। गोप्रोमा धेरै चार्ज चाहिँ धान्दैन रहेछ कि, अनि त्यही भएर। सो हामी चाहिँ माथिबाट नि आएर रामदी भन्ने ठाउँमा पोखरातिरको लागि छ। अघि हामी माथिको बजार जाँदा चाहिँ उकालो लागेको थियो। हामी फेरि तल आइसक्यौँ। तल आएर अहिले यो दामी पुलमा बसिरहौँ। यसो यहाँको भ्यू चाहिँ अगाडि चाहिँ पुरा डान्स चल्दैछ। अनि यहाँ हामी चाहिँ पोखराको लागि हिँडिसकेका छौँ। त्यो हाम्रो चाहिँ ढिला हुनुको कारण चाहिँ के भन्दाखेरि अब अगाडिको भाइको चाहिँ अब मोटो भ्लग बनाऊँ भनेको नि अब गोप्रो आफै अफ भएको भएछ। चार्ज चाहिँ कति 29 छ, तर त्यही पनि हामी
चाहिँ राति राइड हामी आएको छौँ गोप्रोमा के भइरहेको थाहा छैन हामी कफी खाएर अब हाम्रो बाइकको फेरि फ्युज गयो अहिलेसम्म 4 हो कि 4चोटि गइसक्यो यो बाइकको फ्युज यहाँ भ्लग बनाएर 9:30 हुँदैछ अझै हाम्रो त्यस्तै 20-25 किलोमिटर बाँकी छ गोप्रोमा पनि चार्ज सकिसक्यो अब यस्तै छ जिन्दगी फ्युज फेर्दै जाँदै गरेर हो भोलि बिहान बनाउँछ होला बाइक एकदम मजाको छ सो हामी चाहिँ अब पोखरा पुग्नु लाग्यो अहिले 11 बज्नु लागिसक्यो त्यो भाइको बाइक बिग्रिँदै गऱ्यो क्या अब स्पार्क प्लग फेर्दै ल्याउँदै गर्नु थाल्यो स्पार्क प्लग पनि धेरै पाएको थिएन 2वटा पाएको थियो त्यही फेर्दै ल्याउँदै गर्दा अझै तनाव भयो अब हामी यहाँबाट सिधै लेक साइड गएर खाना खाएर अनि त होटल बुक गरेको होटलमा जान्छौँ सो अब रातिको के खिच्ने अब एकदम थकाइ लगाइरह हामी गएर सुत्दिन्छौँ होला भात सात हानेर खिच्यो भने खिच्यो नत्र थ्याङ्क यू सो मच फर वाचिङ सो विल मेट टुमोरो विथ न्यू डे न्यू ब्लग यहाँसम्म हेरेको लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई भन पिस आउट अहिले 11 बज्न लाग्यो भने हामी बल्ल पोखरा पुग्न लागेका छौँ बाटोमा बाइक बिग्रियो